हेलो नमस्ते एभ्रिवान, वेलकम टु माई च्यानल दिपेश श्रेष्ठ ब्लग। आजको यस भिडियोमा म मेरो क्रोएसियादेखि पोर्चुगलको ट्राभल एक्सपिरियन्स बताउन गइरहेको छु र देखाउन पनि गइरहेको छु। सुरुमा पोर्चुगल पुगेपछि यहाँ के कस्तो अनुभव भयो त्यो भन्न गइरहेको छु। मेरो यो भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला। म पोर्चुगल आएको 3 महिना भयो, बिना केही बुझी। म 5 वर्षदेखि सँगै काम गरेको दाइहरूसँग आएको थिएँ अनि म सजिलै होला काम पनि पाउँछ भनेर सजिलै तरिकाले बिना केही सोचिदाहरूको भर परेर पनि आएको थिएँ। यहाँ चाहिँ सबै पर्सनल एक्सपिरियन्सै गर्ने हो, जे पनि हैन, लाइफमा धेरै कुरा सिक्ने हो। तर यहाँ आएपछि जुन वेले म सोचेर आएको थिएँ त्यो केही भएन। यहाँ काम गर्नको लागि मेन चाहिने भनेको लिगल इन्ट्री, सोसल अनि फाइनेन्स पेपर हो। अनि सेफ इन्ट्री भयो भने झनै जता पनि सजिलै काम पाउँछ। बट मेरो फाइनेन्स सोसल पेपर बन्नै टाइम लाग्यो अनि त्यही माथि पेपरहरू बनेर पनि काम पाउन गाह्रो भयो। कुनै काम पेपरहरू नभएर हातबाट पनि फुत्कियो। यहाँ के बुझेँ भन्दा अर्को भर्न परि आफ्नै वेले सबै बुझेर आउँदा चाहिँ सजिलो हुने रहेछ र कुनै पनि अपर्च्युनिटी पायो भने कुदिहाल्नु पर्ने रहेछ, नत्र धेरै दुःख पाउने रहेछ पछि अनि रिग्रेट पनि हुन्छ साथै। अनि यहाँ आउनु अघि नै फिजिकल्ली मात्र होइन, मेन्टल्ली पनि स्ट्रङ भएर आउनुपर्छ है। सबै वेले स्ट्रङ भएर आउनुपर्छ, धैर्य पनि राख्न सिक्नुपर्छ। म काम नगरेको 2.5 महिना भयो, त्यसैले मेरो मेन्टल्ली स्ट्रगल पनि भइरहेको थिएँ। 2.5 महिना केही काम नभएर म पनि मेन्टल्ली स्ट्रगल गरिरहेको थिएँ। आफूलाई बुझ्ने मान्छे, घर परिवार, साथीको हौसला र साथ पनि धेरै आवश्यक पर्ने रहेछ र साथै पैसाको पनि जता पनि आवश्यक परिराख्छ। जता जे गर्दा पनि यत्रो टुर त बिना पैसा केही भएन होला, त्यो आफैले पनि गेस गर्ने होइन। म युरोप पुगेँ भनेर खुसी मात्र होइन, अझै बढी मेन्टल्ली, फिजिकल्ली र इमोसनल्ली पनि स्ट्रगल गरिरहेको छु। म क्रोएसियादेखि स्लोभेनिया र इटाली हाइकिङ ट्रेल्स हुँदै पुगिन्छ भनेर सोचेको थिएँ, तर त्यस्तो केही भएन होइन। पुरै घना जङ्गल, पुरै काँडै काँडा भएको जङ्गल अनि भिर पाखा हुँदै म स्लोभेनिया र इटाली पुगेको हो। खुल्ला जङ्गलमा यसै थकित भएर 3 रात बिताएँ। क्रोएसियाको जङ्गलमा 2 रात, स्लोभेनियामा 1 रात, टोटल गरेर 3 रात भयो। अनि म इटाली पुग्दा चाहिँ तेस्रो रात कटेसी बल्ल पुगेको हो। त्यति मात्र होइन, फ्रान्सको पनि खुल्ला चौरमा यसरी नै जसरी म जङ्गलमा सुतेको थिएँ त्यसरी नै म लगायत मसँग आएको टिमहरू सबै त्यसरी नै सुतेको हो। म मात्र होइन, यसरी धेरै मानिसहरू यसरी आउने रहेछ। तर म चाहिँ मेरो पर्सनल एक्सपिरियन्सहरू बताइरहेको छु। म चाहिँ क्रोएसियाबाट आएको, तर यहाँ चाहिँ अल्बानिया अनि धेरै अरू जुन चाहिँ सेन्जन कन्ट्रीहरू छैन युरोपमा, अनि त्यसरी कयौँ महिना लगाएर पनि आउनुभएको हुनुहुन्छ धेरैजना मान्छेहरू। र अब म मेरो कसरी आएँ भनेर भिडियो देखाउन गइरहेको छु। फर्स्ट डेमा म लगायत बाँकी 3 जना, हाम्रो 4 जना ग्रुप भएर ट्याक्सी चढेर बस पार्कसम्म गएर बस पार्कबाट रिजिकासम्मको बसको टिकट काट्यौँ र रिजिका पुग्यौँ। रिजिकामा हामी सायद अर्को एक टोली पनि थियो, टोटल 7 जना भयो। अनि उनीहरूलाई कुर्दा कुर्दा लगभग 4 घन्टा जति बित्यो। त्यहाँ अब क्रोएसियाको लास्ट पल भनेर हामी एकछिन केही बेर घुम्यौँ र रमाइलो पनि गऱ्यौँ। एकछिन यताउता डुल्दै फोटोसुट गर्दै त्यसपछि हामी 4 जना भएर 2टा ट्याक्सी लिएर क्रोएसियाको बोर्डरसम्म पुग्यो। त्यहाँ पुग्न लगभग 1 घन्टा जति लाग्यो। एउटा ट्याक्सीमा कतिवटा चेक पोइन्ट थियो, टनल्स आयो,
हाइवे सहित हुँदै ठाउँ रमाइलो हुँदै गयो। अनि त्यसपछि हामीलाई त्यो दुईटा ट्याक्सी ड्राइभरले क्रोएसियाको लगभग गाउँ जस्तै ठाउँमा थियो, बोर्डरको नजिक, त्यहाँबाट अझै हिँड्न पर्ने चाहिँ थियो। अनि त्यहाँ चाहिँ हामीलाई छोडिदियो दुईटा ट्याक्सीले र हामी टोटल 7 जना जङ्गलतिर पस्यौँ। जङ्गलतिर पसेर अब यात्रा सुरु भयो 3 दिनको। म चाहिँ आइप्याड र मेरो ब्याग बोकेर आफ्नो यात्रा आरम्भ गरेँ। अब यस्तै बाटो हिँड्दै जाने। राति हिँडेकोमा लाइट बाल्न मनाइ गरेको थिएँ, तर कुन ठाउँमा मैले भिडियो र फोटो खिच्नको लागि लाइट बालेर भिडियो फोटो खिचेँ। अनि यो हाम्रो लगभग 7 घन्टाको यात्रा रहेको थियो र त्यहाँ हामी रेस्ट गरेँ र भोलिपल्ट 18 तारिक बिहान हामी 5 बजे पुग्यौँ यो सुत्ने ठाउँमा। अनि सबैजना यसरी नै खुल्ला जङ्गलमा यसरी नै सबैजना सुतिरहेको थियो। म मात्र होइन, हामी मात्र होइन, सबैजना जो पनि यसरी आउँछ सबैजना यसरी नै सुत्ने हो। सबैजना यसरी नै सुतेर गयो, यसरी बिना केहीको डर नमानी यसरी नै। सेकेन्ड डेमा हामी रातिको 8:30 बजे हिँड्यौँ अनि लगभग 7 घन्टाको जर्नी रहेछ त्यो है। एकदम दुःख रहेको यस जर्नीमा। फर्स्ट दिन पनि एकदम काँडै काँडा भएको घना जङ्गलबाट पार गरेर सेकेन्ड डे पनि त्यस्तै जङ्गलमा पसियो, तर पुरै धेरै घाउ चोटपटक लाग्यो मलाई मात्र होइन, सबैलाई त्यस्तै भयो। सबैको हात खुट्टा कान मुखतिर धेरै काँडाले कोपेर काटेर घाउ भएको थियो। सबैले पावर ब्याङ्क बोकेको थियो अनि ठाउँ ठाउँमा राम्रो सिन देखेँ मैले फोटो पनि खिचिरहेको थिएँ। अनि यसरी हामी अब 19 तारिकको बिहान 5 बजे स्लोभेनियाको जङ्गलमा पुग्यौँ। क्रोएसियाबाट स्लोभेनिया हुँदै क्रोएसिया हुँदै फेरि स्लोभेनिया गरेर त्यसरी 2 चोटि बोर्डर पार गरियो। अनि यो जङ्गलको बिचमा सबैजना लम्पसार भएर आफ्नो तालमा सुत्यौँ। गर्मी धेरै भएको कारणले म चाहिँ राम्रो सुत्न पाएन है। अनि सुत्दै उठ्दै गरेँ। अनि त्यही माथि झिङ्गा एकदम धेरै झिङ्गा थियो क्या। अनि झिङ्गाको कारणले पनि सुत्न सकेन म। अहिले झिङ्गाको फोटो देखाउँछु, मारेको झिङ्गा। अनि भाइ पनि यस्तै हो, सुत्न सकेन। अनि गर्मी पानी कमी, केही खान मन थिएन। हामी रेस्ट गरेको जङ्गल कति घना छ तपाईँले देख्न सक्नुहुन्छ। अनि यो पुरै मैले मेरो गार्मिन घडी फिनिक्स 6 सेपायरबाट लाइभ ट्र्याक रेकर्ड गरेको थिएँ र त्यहीबाट मैले म्याप फेच गर्न पाएँ। अनि सबै डाटाहरू तपाईँलाई देखाइरहेको छु मैले। अनि बेला बेला यो रोड जस्तो देखिने चाहिँ रोड नभएर पर्खाल पनि हुने रहेछ। यो हाम्रो तेस्रो दिन र अन्तिम हाइकिङ थियो। हामी 19 तारिक बिहान आएर स्लोभेनियाको यस जङ्गलमा बास बसेको थियौँ र हामी राम्ररी सुत्न पनि पाएको थिएनौँ। दिनभरि बास बसेर बेलुका झमक्क अँध्यारो भएपछि हामी हिँड्ने प्लानमा थियौँ र 8:57 हामीले यात्रा शुभारम्भ गऱ्यौँ। तपाईँले सुरुमै देख्न सक्नुहुन्छ बाङ्गो टेङ्गो मोडिँदै गएको, किनभने जङ्गल एकदम घना भएको कारणले हामीले जुन चाहिँ सजिलो बाटो थियो त्यो खोज्दै अगाडि बढ्यौँ। अघिल्लो 2 रात पनि हामी यसरी नै बिना लाइट बाली जुनको सहायताले हामी अगाडि बढ्दै गएको थियौँ। तार काँडा झारपात पतिङ्गरले हाम्रो हात खुट्टा अनुहार पुरैमा चोटपटक भएको थियो र यस दिन हामी 26 घन्टादेखि पानी नपिई बसेको थियौँ र डिहाइड्रेसनको लक्षण हामीलाई हल्का फुल्का देखाइरहेको थियो र
हामी यस रात भन्नाले भोलि बिहान 20 तारिकको दिन जसरी नै इटाली पुग्नु थियो र बीच बाटोमा पानी पनि पाउँछ भनेको हामीले मेसेज पाएको थियौँ र हामी अगाडि बढ्दै गयौँ। यस ठाउँमा एकदम धेरै मानव निर्मित र प्राकृतिक खाल्डाखल्डीहरू थियो जुन चाहिँ कुन लगभग 12 फिट चौडाइ भएको पनि थियो। यस एरियाको नजिकै मेन सडक मेन हाइवे थियो, त्यसकारणले हामी झाडीको सहायताले हामी अगाडि बढ्दै गयौँ र रेलवे यो मुनिपट्टि देख्नुभएको चाहिँ मेन हाइवे हो र माथिपट्टि देख्नुभएको चाहिँ रेलवे हाइवे हो। झाडी लगभग 4 फिटको थियो, त्यसकै सहायताले हामी अगाडि बढ्दै गयौँ र कसैले पनि फ्ल्यास नबालिकन कसैले देख्ला भनेर हामी अगाडि बढ्दै गएको थियौँ। अगाडि बढ्दै जाँदा यहाँबाट इलेक्ट्रिक फेन्सहरू सुरु भयो। यो रेलवे ट्र्याकको वरिपरि नै इलेक्ट्रिक फेन्स थियो जुन चाहिँ कुन ठाउँमा 3 लहर कुन ठाउँमा 4 लहर पनि थियो। यो रेलवे ट्र्याक करिबन 12 फिटको गहिराइमा थियो र हामी त्यसो डाइरेक्ट जान नसक्ने भएको कारणले हामीले यताउता खोजेर समतल भूभाग जता छ त्यताबाट जाने निर्णय गऱ्यौँ र यस हल्का झाडी भएको जस्तो देख्नु सक्नुहुन्छ, त्यहाँबाट हुँदै हामी समतल भूभाग फेला पार्यौँ र यो झाडीभित्र पनि एकदम ओह्रालो थियो। सिधा ओह्रालो हुँदै हामी तल झर्यौँ र समतल भूभाग फेला पारेर हामी त्यो विद्युतीय तार पार गरेर हामी रोड पारी पुग्यौँ र हामीले 2 जनाले पन्जा पनि लागेको थियो त्यही बिजुलीको तार हुन्छ भनेर। त्यसैले हामीले त्यो विद्युत तार छेकेर हामी अगाडि बढ्यौँ र अगाडि पुगेर हामी एकछिन रेस्ट गऱ्यौँ। रेलवे ट्र्याक पार गरिसकेपछि पनि त्यो खाल्डाखुल्डीहरू टन्नै थियो र कुनै हामी खाल्डाखुल्डीबाट पनि गयौँ जुन चाहिँ समतलै थियो र यस ट्र्याक पार गरेपछि फेरि हामीले म्यापमा एउटा घर देख्यौँ। यो घर पनि कसैको पुलिस या कसै रेन्जरको होला भनेर हामी त्यो घरबाट अलिक दूरी बनाएर अघि बढ्दै गयौँ र यो जुन बाटो देख्न सक्नुहुन्छ यो बाटोमा पनि त्यही विद्युतीय तार लगाएको थियो दुईटा साइडमा र हामी त्यो विद्युतीय तार पनि पार गरेर अघि बढ्यौँ। तपाईँले यो जुन चाहिँ खुल्ला भूभाग देख्न सक्नुहुन्छ त्यो वास्तवमा खुल्ला भूभाग थिएन, पुरै झाडी नै झाडीले भरिएको भूभाग, काँडै काँडा, लगभग 2 इन्चीको काँडा भएको बोट बिरुवाहरू प्रशस्तै थियो र हामीले मोटो कपडा लगाएर गएको थियौँ, त्यसैले कुन ठाउँमा चाहिँ काँडाले भेट्यो र जस्तै खुल्ला ठाउँ हुने अनुहार हत्केलाहरू त्यहाँ चाहिँ काँडाले भेट्यो। हामी अगाडि बढ्दै गयौँ र यस रात हामीलाई पानी पाउँछ भन्ने ठुलो आशा थियो। पानी नपाएकै कारणले 2-3 ठाउँमा हामीले हरेस पनि खाएको थियौँ र अब अगाडि बढ्दैनौँ भनेर पनि भनेको थियौँ। यस्तो खाल्डाखुल्डी हुँदै झाडी हुँदै हामी अगाडि बढ्दै गयौँ।
अगाडि बढ्दै जाँदा यो फेरि अर्को तेस्रो तार विद्युतीय तार पनि पार गर्यौं। हामी फेरि त्यो झाड भएको ठाउँबाट फेरि हामी घना जङ्गलमा प्रवेश गर्यौं र यो तपाईले जुन चाहिँ यो खुल्ला ठाउँ देख्नुहुनेछ यो चाहिँ घोडाहरूको तबेला रहेछ। तर हामीले वरिपरि हेर्दा एउटा बिल्डिङ जस्तो देखेको थियो जहाँ चाहिँ पानी होला भनेर सोचेको थियौं र दुईटा ग्रुपमा विभाजित भएको थियो हाम्रो टोली। हामी 4 जना पछाडि थियौं र 3 जना अगाडि हुनुहुन्थ्यो र हामी एकछिन यहाँ म र अर्को 2 जना यहाँ रेस्ट गर्यौं अनि एकछिन रेस्ट गरेर घोडाहरू पनि देख्यौं र पानी पाउला भन्ने आशले वरिपरि खोज्यौं तर पूर्ण रूपले खोज्न नपाइकन हामी अगाडि बढ्न बाध्य भयौं। तर पछि फेला थाहा भयो कि यहाँ पानी पनि रहेछ तर हामीले राम्ररी खोज्न पाएनौं। त्यहाँबाट फेरि अघि बढ्दै गयौं। अघि बढ्दै जाँदा फेरि अर्को विद्युतीय तार पार गर्यौं। यस विद्युतीय तार दुवैतर्फ थियो। यो खास गरी गाई गोठको लागि लगाएको विद्युतीय तार हो र मलाई एकचोटि यसले झट्का पनि दियो। यति पार गरेर हामी एकछिन यहाँ विश्राम गर्यौं। फेरि लगभग 10 मिनट जति विश्राम गरेर अगाडि म्यापमा हेर्दाखेरि पानी जस्तो देखिन्थ्यो, पोखरी जस्तो, जुन चाहिँ मैले स्क्रिनशट गरेर साइडमा राखिदिएको छु, देख्न सक्नुहुन्छ। त्यो चाहिँ वास्तवमा पोखरी नभइकन खुल्ला चौर रहेछ, जुन चाहिँ म तपाईलाई यहाँ देखाउँछु। रोक्नुहोस्। त्यस चौर आउनुभन्दा अगाडि यहाँ चाहिँ पहिलोचोटि हामी ल अब हिँड्न सक्दैनौँ, पान नबिकन हिँड्न सक्दैनौँ भनेर यहीँभित्र बास बस्यौँ। बास बस्दै भन्नाले रेस्ट गऱ्यौँ लगभग आधी घन्टा जति, म र अर्को चौधरी भाइ। र आधी घन्टा जति पछि कसैको आवाज सुन्यौँ। त्यो आवाज चाहिँ हाम्रो ग्रुपको अर्को ग्रुपको रहेछ। हाम्रो ग्रुपबाट विभाजित भएको अर्को ग्रुपको रहेछौँ र हामीले कोही मान्छे आयो भनेर पानी पाउला भन्ने आशले उद्धार गर्ला भनेर हामी अगाडि बढेर चिच्चायौँ र आफ्नै ग्रुप रहेछ र ग्रुपलाई फेला पारेर फेरि अगाडि बढ्यौँ। र यो जुन चाहिँ तपाईँले रेखा देख्न सक्नुहुन्छ, यो रेखा जस्तो देख्नुभएछ नि, त्यो चाहिँ ढुङ्गाले बनिएको पर्खाल थियो। त्यो पर्खाल हामी नागेर अगाडि बढ्दै गयौँ र फेरि अगाडि रोड फेला पर्यौँ। रोड फेला परेर फेरि घना जङ्गलभित्रमा प्रवेश गऱ्यौँ। अगाडि प्रवेश गरेर अघि भनेको थिएँ नि मैले, यो चाहिँ खुल्ला चौर रहेछ। पानी फेला पर्यो भनेर निर्धक्क भएर गएको त अगाडि खुल्ला चौर भएर पुरै इल्युजन जस्तो भयो कि हामीलाई।
अनि फेरि एकछिन 15 मिनट जति रेस्ट गरेर अगाडि पाउँछ पानी भनेर फेरि अघि बढ्दै गयौँ। हामीले प्रशस्त मात्रामा पानी ल्याएको थियो। एकजनाको भागमा तकरिबन 6 लिटर जति पानी थियो हामी 3 जनाको लागि। अरूहरूले के गरेर ल्याए त्यो थाहा भएन। 3 जनाको भागमा एकजनाको भागमा 6 लिटर पर्नाले 3 जनाको भागमा 18 लिटर पानी चाहिँ ल्याएको थियौँ हामीले। तर पहिलो दिन नै धेरै मात्राको युज गरेर त्यो पानी एक्सेसिभ युज भयो र कुनै पानी पनि बचेन हामीसँग र हामी पानी खोज्न बाध्य भयौँ। र यहाँबाट पनि जुन चाहिँ म तपाईँलाई देखाउँछु यो राइट साइडमा देख्नुहुन्छ नि हाइवे, यो माथि पनि पुरै दुईटा पर्खाल लगाएको छ, ढुङ्गाले पर्खाल लगाएको छ जुन चाहिँ गुगल म्यापमा देखिन्छ। यो मैले अर्कै म्याप युज गरेको कारणले तपाईँले देख्न सक्नुहुन्न, त्यसको लागि मैले स्क्रिनसट गरेर साइडमा देखाइदिएको छु। त्यो ढुङ्गाको पर्खाल हामीले झ्याप्प हेर्दा चाहिँ ल रोड आयो भनेर ढुक्क भएको थियौँ। कसैसँग रोकेर भयो नि पानी माग्ने हाम्रो सोच थियो, तर पुरै ढुङ्गाको माथि पर्खाल र अन्डरग्राउन्ड रोड भएको कारणले हामी फेरि हामीलाई इल्युजन भयो र एकछिन रेस्ट गरेर फेरि त्यहाँबाट अगाडि बढ्यौँ। र यस एरियामा म र अर्को चौधरी भाइ चाहिँ ल अब चाहिँ हामी जान सक्दैनौँ, हामी यहीँ बस्ने निर्णय गरेको थिएँ। बाँकी टोलीहरू 5 जना टोलीहरू अगाडि हिँड्नुहोस् भनेर हामी यहीँ बस्छौँ भनेर भने अनि केही भइहाले उहाँ हामी 112 मा कल गर्छौँ भनेर माइन्डसेट बनाइसकेको थियौँ र बाँकी टोली चाहिँ अगाडि पानी खोज्नमा लागेको थियो। हामी लगभग 40 मिनट जति यहीँ बस्यौँ र शरीर पुरै पानीको कमीले गर्दाखेरि पुरै शरीर विक भइसकेको थियो। र यस दिन मेरो पर्सनल रेकर्डमा मात्र हेर्दाखेरि मेरो शरीरबाट 7.5 लिटर पसिना निक्लेको थियो यस हाइकिङको दौरान, जुन चाहिँ रिपोर्ट मैले तपाईँलाई साइडमा देखाइदिएको छु, हेर्नुहोस्। यो मैले हिजो भर्खरै फेला पारे हेर्दाखेरि बल्ल मैले थाहा पाएँ कि मेरो शरीरबाट त्यति पसिना निक्लेको छ भनेर र म चकित भएर मसँग आउनुभएको दाहरूलाई पनि देखाएँ र उहाँहरू पनि चकित हुनुभएको थियो र मेरो जस्तो उहाँहरूलाई पनि सेम भएको थियो। र यहाँ रेस्ट गरेर अगाडि बाँकी टोलीले अगाडि पानी फेला पारिसकेको रहेछ र यहाँ पनि विद्युतीय तार देख्न सक्नुहुन्छ, सानो लाइन। यहाँ चाहिँ म र चौधरी भाइ चाहिँ अब हिँड्न सक्दैन भनेर बस्यौँ र लगभग आधी घन्टापछि रेस्ट गरेको आधी घन्टापछि दुर्गा दाइको मेसेज आयो। मेसेज म तपाईँलाई स्क्रिनसट गरेर त्यहाँ देखाइदिएको छु साइडमा, पानी फेला पर्यो भनेर। यस्तै पानी फेला पर्यो भनेर अगाडि 2 चोटि नि मेसेज आएको थियो, तर मैले अगाडि कहानी भनिसकेको थिएँ जुन चाहिँ पानी नभइकन चौर रहेको छ। र मैले नि अन्तिमचोटि सोधेँ कि अब यो चोटि नि फेला परेन भने 112 लाई जसरी नि कल गर्छौँ भनेर। र लास्टचोटि ट्राई गरौँ भनेर हामी अगाडि बढ्दै गयौँ, म र चौधरी भाइ 40 मिनट रेस्ट गरेर अगाडि बढ्दै गयौँ। मलाई सिधा जानु थियो यहाँबाट, मलाई यो जङ्गल बाटो भएर जानु थिएन। जुन सजिलो बाटो थियो
त्यो हुँदै अगाडि बढ्नु थियो र पानी रहेको स्थान यो रहेको छ र मेरो स्थान यो विद्युतको तार हुँदै जाँदा चाहिँ मलाई सजिलो भयो किनभने त्यो विद्युतको तारले गर्दाखेरि ठाउँ चाहिँ खाली थियो, झाड पतिङ्गर थिएन। त्यो विद्युतीय तारको सहायता हुँदै हामी अगाडि बढ्दै गयौँ र त्यही बार लगाएकोबाट अगाडि बढ्दै गएँ। यो पुरै जुन पनि म हिँडिरहेको ट्र्याक छ नि पुरै त्यो विद्युतको तार हो। यो तल पनि यो सिधा पनि। यहाँबाट अगाडि बढ्दै गए। बाँकी टोलीहरू सबै अगाडि पानी पिएर बसिसकेको थियो। त्यहाँ चाहिँ दुर्गा दाइले मलाई र अर्को भाइलाई कुरिराख्नु भएको थियो र त्यहाँ हामी बाटो हुँदै अगाडि बढ्दै गयौँ। यस्तामा फेरि एकचोटि यहीँ हामी कन्फ्युज भएर फेरि एकचोटि घुमेँ। बाटो सजिलो छ कि भनेर घुमेँ अनि फेरि यताबाट बाटो हुँदै हामी अगाडि बढ्दै गयौँ। अगाडि बढ्दै यो विद्युतीय तारको सहायताले अगाडि बढ्दै गयौँ र अन्त्यमा हामीले पानी फेला पर्यौँ। पानी फेला परेको ठाउँ चाहिँ यो निलो जुन चाहिँ छ यो चाहिँ रेस्ट गरेको इन्डिकेटर हो। यहाँ चाहिँ पानी फेला पर्यो। पानी कस्तो स्थितिमा फेला पार्यौँ भने पुरै यो चाहिँ गाईबस्तुलाई राखेको पानी रहेछ। त्यहाँ हामीले घोडा थोरै मात्रामा, गाईहरू धेरै मात्रामा देख्यौँ। यो जुन चाहिँ खुल्ला चौर छ पुरै गाईहरूको चर्ने ठाउँ रहेछ र त्यहाँ 3टा टब, त्यो नुहाउने टबै थियो। नुहाउने टबभरि पुरै पानी थियो र 2टा ट्याङ्की वरिपरि ठुल्ठुलो ट्याङ्कीहरू थियो। लगभग 5000 लिटरभन्दा बढीको ट्याङ्कीहरू थियो। त्यो 3टा टबमा एकदम धुलो भएको पानी अनि किरा फट्याङ्ग्रा भएको पानी थियो। त्यसमध्ये चाहिँ मैले अलि सफा भएको एउटा छुट्टै टब थियो 3टामा, त्यो देखेँ र पानी घटाघट पिउन थालेँ। लगभग 1.5 लिटर जति पानी पिएँ होला। दाइहरूले अगाडि पिउनु भइसकेको थियो र उहाँहरूले गर्दा नि हल्का सफा भएको थियो होला पानी। यो दिन चाहिँ यो रात चाहिँ भनौँ हामी जस्तो पानी पाए नि पिउँछौँ भनेर अगाडि बढेको थियौँ कि चाहे त्यो कुनै जनावरको मल निचारेर त्यसबाट पानी आओस् या आफ्नै मूत्र भए नि मूत्रबाट पनि पानी खान परोस् भनेर हामी अगाडि बढेको थिएँ। र कारणवश मैले अगाडि घोडाको मल पनि फेला परेको थियो तर त्योबाट निचारेँ तर कुनै पनि पानी निक्लेन। त्यो म्यान भर्सेस वाइल्डमा देखाएको तरिकाले जसरी गरेँ तर पानी निक्लेन र आफ्नो मूत्र पनि आएको थिएन किनभने पानी त पिएको थिएन। शरीरमा भएको बाँकी तरल पदार्थ पसिनाबाट निक्लिरहेको थियो र यस पानी पिउने बखतमा कसैलाई फोटो खिच्ने, कसैलाई भिडियो खिच्ने, मोबाइल चलाउने कुनै ध्याउना नै भएन के। सरासर पानी पिउन लाग्यौँ र पानी घटाघट पिएँ र अर्को चौधरी भाइ चाहिँ अलि घिन मानेको थियो यसरी पानी पिउनको लागि र यताउता खोज्यो, पानी पाएन अनि अन्त्यमा आँखा चिम्लेर यो पानी पिउन बाध्य भयो। र पानी भर्नको लागि हामीले अगाडिबाट 2.5 लिटरको बोतल पनि ल्याएको थिएँ र त्यो बोतल पनि पुरै भरेर अगाडि बढ्यौँ। अनि वरिपरि पनि 2-3वटा प्लास्टिकको बोतल फेला परेको थियो र त्यो बोतल पनि सबै समेटेर पानी भरेर अगाडि बढ्यौँ। त्यति बेला पानीको महत्त्व अझै बढी थाहा भयो कि जीवनमा पानीको महत्त्व कति रहेछ भनेर अझै बढी थाहा भयो। त्यसपछि पानी टन्न पिए पनि प्यास चाहिँ मेटिएको थिएन। अगाडि बढ्दै जाँदा
पानी भएको पानी पनि मैले फेरि 1 लिटर पानी हिँड्दा हिँड्दै आफैले सकाएँ। यो रात हामीलाई जसरी भयो नि इटाली पुग्नु थियो र अगाडि बढ्दै गयौँ र यहाँ चाहिँ खुल्लै आम थियो र बिहानको लगभग 3 बजिसकेको थियो, 3 या 2:30 बजिसकेको थियो। उज्यालो आकाश भइसकेको थियो र हामीलाई कसैले देख्ला भनेर हामी अघि बढ्दै हिँडेको थिएँ र मेरो र यस ग्रुपमा सबभन्दा भारी झोला चाहिँ मेरै थियो, जुन चाहिँ तपाईँले सुरुमै जङ्गल पस्नेलाई देख्नुभएको थियो होला। त्यस कारणले नि सबभन्दा थकित चाहिँ मै भएको थिएँ र त्यही झोला बोक्दै हामी अगाडि बढ्दै गयौँ र यहाँ चाहिँ फेरि एकचोटि घुम्यौँ, देख्न सक्नुहुन्छ। बाटो खोज्ने क्रममा एकचोटि फेरि घुम्यौँ, एक चक्कर लाएर अगाडि बढ्यौँ र यस पानी पिउने ठाउँमा हाम्रो देवेन्द्र दाइले आफ्नो चस्मा पनि भुल्नु भएछ। धन्न राति चाहिँ भएन, राति भएको चाहिँ उहाँलाई समस्या पर्ने थियो, दिन भएको कारणले अलि राम्ररी प्रशस्त देख्न पाउनुभयो। यसरी हामी हुँदै अगाडि बढ्यौँ र यो जुन चाहिँ ट्र्याक अगाडि बढ्दै गयौँ यो चाहिँ मान्छे हिँड्ने ट्र्याक नै थियो र बाटो हामीलाई हिँड्न पनि सजिलो भयो। पुरै समतल भूभाग र हल्का उकालो थियो, तर बाटो पुरै ग्राभल रोड भएको कारणले हामीलाई चाहिँ त्यस्तो केही हिँड्नमा समस्या भएन र बाटोमा 2-3वटा घोडा पनि फेला पर्यो, एकदम बडै मानको घोडा, लगभग 9 फिट या 10 फिटकै घोडा थियो, 2टा देख्यौँ। न त्यति बेला फोटो खिच्ने देऊ नभयो, न जस्ट हामीलाई इटाली पुग्नु थियो भनेर अगाडि बढ्दै गयौँ र आफ्नो दिमागमा कैद गरेर अगाडि बढ्दै गयौँ। र यो ट्र्याक हुँदै हामी अगाडि बढ्दै गयौँ र अब हामी इटालीको बोर्डर, इटाली स्लोभेनियाको बोर्डर नजिकै पुगिसकेको थियौँ। जङ्गल हुँदै भित्र हुँदै हामी गयौँ र फाइनल्ली बिहानको 4:32मा यो चाहिँ डाँडाको टुप्पो थियो र यहाँ यस तपाईँले यो बिल्डिङ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ रेडियो एन्टिना थियो र हामीले सबैले फोन अफ गर्ने निर्णय गऱ्यौँ र फोन अफ गऱ्यौँ फ्लाइट मोडमा, तर मैले चाहिँ फ्लाइट मोड मात्रमा राखेँ। यस डाँडाको टुप्पोमा आएर 2-4वटा फोटो खिच्यौँ, एकछिन रेस्ट गरेँ र मुनि इटाली देखेको थिएँ, जुन चाहिँ हामीलाई तृष्टि पुग्नु थियो त्यो दिन। र रेस्ट गरेर एकछिन इटालीको भ्यू हेर्दै बस्यौँ र केही भिडियो पनि खिचेँ मैले, भिडियो हेर्न सक्नुहुन्छ, फोटो पनि। र यहाँबाट हामी बाटो खोज तलास गर्ने मान्छे हिँड्ने ट्र्याक नै रहेछ र मान्छे हिँड्ने ट्र्याक हुँदै हामी तल हुँदै इटालीमा प्रवेश गरिसक्यौँ। यो जुन चाहिँ तपाईँले यो मोडिएको देख्नुभएको छ, त्यो मोडेबाट हामी इटाली प्रवेश गरिसकेको थियौँ र निर्धक्क भएर हामी अगाडि बढ्यौँ र केही यहाँ यो चाहिँ बस्ने ठाउँ जस्तो थियो, यहाँ बसेर एकछिन फोटो खिच्यौँ र कता के गर्ने भनेर निर्णय गऱ्यौँ र अगाडि बढ्दै गयौँ। यहाँबाट हामी फेरि 3टा टोलीमा विभाजित भयौँ, 2जना आफ्नै सुरले लाग्यो, दुर्गा दाई र देवेन्द्र दाई एउटा टिम हुनुभयो र म अनि अर्को
गैरे भाइ अनि चौधरी भाइ चाहिँ एउटा टिममा भयौँ। यहाँबाट हामी तल सहर पुगेर बस लिएर टिस्टी पुग्नु थियो र यो हामी हिँड्ने ट्र्याक हुँदै अगाडि पऱ्यो मानव बस्तीमा पुग्यौँ। मानव बस्तीमा पुगेर एकछिन यस ठाउँमा रेस्ट गऱ्यौँ र यो घर जुन चाहिँ देख्न सक्नुहुन्छ रोकेको ठाउँको पारिपट्टि त्यहाँ पानी माग्यौँ बोतलमा र बोतलमा पानी बोतल लिएर गएको थिएँ मैले, तर उहाँ बुढी बजे हुनुहुन्थ्यो, उहाँले पुरै सिलप्याक पानी नै दिनुभयो। एउटा मलाई चाहिँ नर्मल पानी नै चाहिएको कारणले मैले नर्मल पानी लिएँ, दुईवटा फ्रिजरको पानी दुईवटा भाइलाई दिएँ र हामी यहाँबाट बस लिएर टिस्टी पुग्नु थियो र बस पाउने आशले फेरि तलतिर मोड्यौँ। खोज्दै गयो, 2-3वटा बस स्टप रहेछ, फेला परेन। फेरि अनि यहीँ आएर मैले मेरो ट्र्याकिङ अफ गरेँ। मैले ट्र्याकिङ यस कारणले अन गरेको थिएँ कि यात्राको दौरान केही चोटपटक भयो भने जुन चाहिँ मैले कन्ट्याक्ट राखेको थिएँ, इमर्जेन्सी कन्ट्याक्ट, उहाँलाई मेसेज जाओस् भनेर ट्र्याकिङ अन गरेर हिँडिरहेको थिएँ। र पहिलो दिन र दोस्रो दिनमा पनि त्यस्तै इन्सिडेन्ट भयो। म पहिलो दिनमा चाहिँ पर्खालबाट चिप्लिएँ र हातमा थोरै हत्केलामा थोरै घाउ भएको थियो र हल्का हात सुन्नेको पनि थियो। अनि त्यो ट्र्याकिङ त्यो इन्सिडेन्ट डिटेक्सन अफ गर्नको लागि 15 सेकेन्ड हुन्छ, त्यो भित्रमा आफूले क्यान्सल गर्ने भए क्यान्सल गर्ने, नत्र इच्छाएको व्यक्तिलाई मेसेज जान्छ लोकेसनसहित। त्यसैले मैले त्यो ट्र्याकिङ अन गरेर हिँडिरहेको हुन्छु सधैँ। र दोस्रो दिन पनि त्यसरी नै म स्लोभेनिया र क्रोएसियाको बोर्डरमा उकालोमा, बोर्डरभन्दा अलिकति अगाडि उकालो थियो, ढुङ्गाको चट्टान थियो। त्यो चट्टानमा परेर धन्न हल्का चिप्लेर खस्न लागेको थिएँ र त्यति बेला पनि इन्सिडेन्ट अन भयो र मैले क्यान्सल गरेँ म सही सलामत भएको कारणले। अनि हामी यहाँबाट सिधै हिँडेर सहरतिर पस्यौँ र सहरमा बस लिएर हामी टिस्टीतर्फ लाग्यौँ। बाँकी कहानी अब हेर्दै जानुहोस्। एकदम टफ जर्नी थियो आजको। यो ट्रायलबाट हामी जाँदैछौँ। भाइले यो लास्टको भाइले मलाई एकदम हेल्प गरे आज, जहाँ पनि साथ दिइरहेको थियो। हाम्रो चौधरी भाइले एकदम हेल्प गरे आज र बाँकी टिमहरूले नि पानी कुर्नको लागि, पानी पिलाउनको लागि एकदम हेल्प गर्यो। हामी दुईजनालाई कुर्यो। थ्याङ्क यू सो मच। फाइनली इटालीमै पुग्यौँ र यो चाहिँ हाम्रो सेल्फी खिचेको स्थान। र आजको यात्रा एकदम कठिनाइ र एकदम मेन चाहिँ आजको सबले हामी मोस्ट अफ 3जना गिभ अप गरिसकेको थियौँ र सबलाई धन्यवाद पानी कुरिदिनु भएकोमा। 25 घन्टा बिना पानी हिँड्यो क्या, 25 घन्टा। रास्तामा घोडाको पानीले बाँच्यो, गाईको पानीले भनौँ न, घोडा गाई पनि बाँच्यो, गोठालोको पानी। म यहाँ जङ्गलभित्र पछि म आत्तिन्थेँ, म रिसाएर म मान्छेलाई म त हिँड्नु पर्छ। दुःख धेरै छन्, सेयर गर्न थाल्यो भने काव्य लेखेला होइन, सर्टकटमा। भाइ पनि केही बोलिदिनुहोस्, हाम्रो गुपचुप भाइ। अब हामी आफैले गरे
एकदम धर्म भयो थाकेको बेला पानी पिउँदै हामी बस चढेर त्रिस्तीतर्फ लाग्यौँ ट्रेनको लागि। फिफ्थ डे हामी बिहानै एउटा बङ्गाली रेस्टुरेन्टमा खाना खायौँ अनि फेरि माउन्ट एभरेस्ट रेस्टुरेन्टमा गयौँ। अनि त्यहाँ यो सर्कल लगाएको मान्छे छ नि त्यसले हाम्रो स्विजरल्यान्डको टिकट काटिदियो। अनि त्यो दिन पनि पुरै इटालीभर डढेलो लागिरहेको थियो। आकाश पनि यस्तो भइरहेको थियो देख्न सक्नुहुन्छ डढेलोको कारणले। त्यो अघि सर्कल लगाएको मान्छे चाहिँ फेरि अर्को एजेन्ट रहेछ क्या। अनि त्यो एजेन्टले हामीबाट फेरि 180 इच लियो कि 180 इच युरो लियो। अनि त्यो चाहिँ जुन चाहिँ हाम्रो प्लानमा थिएन त्यो दिनपर्ने तर त्यसले लियो। हामी तिनजना भर्खरै मेरिसोमा के नाम थियो अरे मेड्रिसोमा मामाले समात्नु भयो हामीलाई दुईवटा मामाले। अनि 1 घन्टा जति सोधपुछ हाम्रो केही सामानहरू के भन्छ खोज तलास गरेर पुरै फुल बडी चेक गरेर हाम्रो सामानहरूको सब डिटेल इन्फर्मेसन हाम्रो इन्फर्मेसन राखेर हामीलाई अब इलिगल इन्ट्री हुँदा पनि खासै गाह्रो रहेनछ छोडिदिनु भयो। हाम्रो अर्को बाँकीको 4 जना टिम अगाडि हामी चाहिँ 1 घन्टा पछाडि भयो। नेपाल जस्तै रहेछ स्विजरल्यान्ड नेपाल जस्तै रहेछ भनेको त्यस्तै रहेछ। मामा जस्तै मामा पनि त्यस्तै देश मान्छे पनि कुल रहेछ मान्छे पनि कुल देश पनि कुल हामी चाहिँ फरेभर कुल फेरि केही छैन जिन्दगीको एक्सपिरियन्स हो। स्विजरल्यान्ड हेर्दै जाने कसरी समात्यो भने चाहिँ सुरुमा चाहिँ मलाई रोकेर चाहिँ मेरो पासपोर्ट चाहिँ फेरि दुर्गा दाइसँग थियो। अनि के भन्छ अरे एक्लै छस् भनेर भनिदिएँ एक्लै छस् भनेर भनिदिएँ। अनि पासपोर्ट माग्दाखेरि चाहिँ दुर्गा दाइलाई बोलाउनै पऱ्यो अनि हो अनि दुर्गा दाइलाई बोलाउँदा फेरि अर्को भाइ पनि जाग्यो बिचमा त नपर्ने हो तर म चाहिँ पर्ने हो किन पासपोर्टको कारणले गर्दाखेरि। तर केही छैन पक्रे पनि अलिक टाइम मात्रै ढिलो तर बाँकी त्यस्तो पनिसमेन्ट गर्ने गाली गर्ने गराउने पिट्ने त्यस्तो केही पनि भएन। उनीहरूले आफ्नो पेपरवर्क गर्यो होइन इन्क्वायरीहरू गर्यो सत्य तथ्य बोल्नु लगायो सबै कुरो सत्य बोलियो पेपरवर्क गरायो हामीलाई पेपर दियो। अब स्विजरल्यान्डमा केही प्रब्लम छैन अब हामीलाई चाहिँ छैन। अब नराम्रो काम गर्नु भएन। अब डाटा इन्ट्री गरेको छ टोटल्ली त्यही हो। अलि लहरू बनायो अनि हामीलाई थाहा छैन लको बारेमा भन्यो त्यही भएपछि उनीहरूले फर्किदियो त्यति हो। हामीलाई सब सोधपुछ पनि भयो। युरोप भन्ने युरोप रहेछ भिजा सालको बिचमा ट्रेन
हामी फ्रान्समा इन्टर भयौँ है। मेलाउसमा छौँ अहिले होस्टेल होस्टेल जाँदैछौँ। रातको 12 बजेर 49 AM 12 बजेर 49 कुन तरस यम यही हो फ्रान्स। फेरि बन्द हुने चाहिँ राति फेरि पुरै हामी मुलौसमा छौँ। मुलौसमा र मुलौसको ब्युटिफुल चर्च हामी वरिपरि हेर्दै बसिरहेका छौँ। ब्युटिफुल लोकेसन छ एकदम। हामी अगाडि बढ्दै खानासाना खाएर अब हामी प्यारिस जाँदैछौँ बाई ट्रेन। आएको छौँ है प्यारिस सहर घुम्दै। पानी पनि परिरहेको छ, क्या दामी मौसम भइरहेको छ, चिसो पानी। हिजो राति 11 बजेभन्दा बढी समय लगाएर हामीले होटल खोज्यौँ र त्यो होटल खोज्दा खोज्दा थकाइ लाएर मस्त निन्द्रा पनि लाग्यो। अनि बिहान करिब 10:15 बजेतिर हामी सबैजना भएर फ्लिक्स बस स्टेसनको लागि अर्बन पार्क डी बर्सी भन्ने छ, जुन चाहिँ करिब 3.5 किलोमिटर पर थियो। त्यहाँ हिँड्दै हामी आफ्नो बाटो लाग्दै गयौँ र बिचमा कयौँ रमणीय दृश्यहरू पनि थियो, जुन चाहिँ तपाईँले यस भिडियोमा हेर्न सक्नुहुन्छ। भएर म बस्टिलमा छौँ, एकदम रमणीय ठाउँ छ र यो चाहिँ सेन रिभर। यो आर्क पुल र यो पुलको ठुङ्गाहरूले झनै रमणीय बनाइदिएको छ। फुलको ठुङ्गा हो कि मेरो जुङ्गा हो। भिडियोमा तपाईँले अर्कै तरिकाको प्यारिस देख्न सक्नुहुन्छ। हिँड्दै जाने क्रममा हामीले कयौँ बोटहरू, सेन रिभरको छेउमा लगाएको टेन्टहरू, फेमस भेहिकलको सोरुमहरू, डिफ्रेन्ट स्टाइलको प्यारिस देख्यौँ।
दिनभरि बस्दा बस्दा झ्याउ लागेर म र चौधरी भाइ वरिपरि घुम्न निस्कियौँ। यो नहरको तिरतिर हुँदै जाने हो, हिँड्दै तर यात्रा सफल गरियो। अब यति यात्रा के हो र, हो कि न भाइ? पुरै यो नदीको किनार हुँदै हामी घुमिसकेर थाहा भयो कि प्यारिस एरिया पुरै पर पर्सन 15 युरो, अनि 2 जना भयो भने 20 युरोमा पुरै बोटमा दिनभरि घुम्न पाइने रहेछ जता पनि। त्यो चाहिँ हामीले मिस गऱ्यौँ। बेलुका खानाको लागि हामी ट्रेटर इन्डियन स्पेसिलिटी रेस्टुरेन्टमा पुग्यौँ, जहाँ एउटा एक्लै चाचा हुनुहुन्थ्यो। उहाँले मिठो बिरयानी बनाएर खुवाउनु भयो हामीलाई। रेस्टुरेन्टको लोकेसन मैले डिस्क्रिप्सनमा हालिदिएको छु र मैले फोटो र अरू रिभ्युज पनि हालिदिएको छु गुगल म्याप्समा। रेस्टुरेन्टको साइडमा रहेको यो पार्क जहाँ हाँसको बथानहरू थियो, र हामी एकछिन त्यहीँ यो हाँसको बथानहरू हेरेर पार्कतर्फ लाग्यौँ फेरि। Mama, I'm coming home. र त्यस रात जहाँ हामीले 3 बजी समय बिताएको थियौँ पार्क डिभर्सी अर्बन पार्कमा, रात पनि त्यहीँ बितायौँ। हामी मात्र थिएनौँ, अरू कयौँ यात्रीहरू पनि भोलि बिहानको फ्लिक्स बक्सको पर्खाइमा त्यस पार्कमा रात बिताइरहेको थियो। पार्क डिभर्सीमा रात बिताएर हामी बिहान 7:20 फ्लिक्स बक्स चढेर स्पेनको बिल्बाओतर्फ लाग्यौँ। करिब 903 किलोमिटरको यात्रामा 13 घन्टा लगाएर हामी यस यात्रा गएको थियौँ र बिचमा न्युक्लियर प्लान्ट पनि देख्ने अवसर मिल्यो। बाटोमा कयौँ रमणीय सहरहरू, खोला नाला, पहाडहरू देख्ने मौका मिल्यो। मनमोहक दृश्यले हाम्रो मनहरू लोभाइरहेको थियो र त्यहाँ बसेर केही फोटोहरू लिने इच्छा पनि भएको थियो, तर हामीलाई आफ्नो गन्तव्यतर्फ अगाडि बढ्न थियो। त्यसैले क्यामेरामा कैद गरी र दिमागमा पनि कैद गरी हामी त्यहाँबाट अगाडि स्पेनतर्फ बढ्दै गयौँ बसमा। बिहान 2:20 हामी म्याड्रिड पुग्यौँ र म्याड्रिड पुगेर साउथ बस स्टेसनमा हामीलाई ड्रप गरिदियो। त्यस साउथ बस स्टेसनबाट हामी केही घन्टा पैदल हिँड्यौँ। पैदल हिँडेर हामी 2टा ट्याक्सी लिएर अर्को बस स्टेसन सर्दै अटो बसेसतर्फ लाग्यौँ।
र त्यो बस चाहिँ बिहानको 9:15 बजेको थियो र त्यति बेलसम्म हामी त्यही बस पार्क अगाडिको पार्कमा केही समय बितायौँ। करिब 4 घन्टा हामी विश्राम गरेर घुमघाम गरेर बस चढेर हामी पोर्चुगलतर्फ अघि बढ्यौँ। करिब 4 घन्टा हामीले म्याड्रिडको स्टेसन सर्दी अटो बसेसमा बस कुर्नको लागि बितायौँ र 9 बजे हामी बस चढ्यौँ र हाम्रो गन्तव्यतर्फ लाग्यौँ। यो हाम्रो अन्तिम दिन रहेको थियो र हामी सबैजना एकदम हर्षित पनि थियौँ। दिउँसोको 1 बजे एउटा ग्रोसरी सपमा रोक्यो बस अनि त्यहाँबाट हामी केही खाएर फेरि आफ्नो गन्तव्यतर्फ लाग्यौँ। फाइनल्ली बेलुकाको 5 बजे हामी लिस्बनमा पुग्यौँ र लिस्बनको रमणीय दृश्यहरू इन्जोय गर्नुहोस्। लिस्बन पुगेर हामी दुईटा ग्रुपमा डिभाइड भयौँ। एउटा ग्रुपमा 4 जना र हामी 3 जना। 4 जना चाहिँ होस्टेलतर्फ लाग्यो र हामी चाहिँ सिनेसको लागि बस टिकट खोज्नमा आधी घन्टा जति बिजी भयौँ। 6-7 वटा टिकट काउन्टर हेर्दै घरि तल घरि माथि गर्दै बल्ल तल्ल 5:50 को बेलुकाको रेड एक्सप्रेसको सिनेसतर्फको बसको टिकट पायौँ। लक्किली त्यो टिकट 3टा मात्र बाँकी रहेछ हाम्रो लागि भनेर लेखेको जस्तो। अनि हामीसँग केही समय थियो, त्यस बखत हामी सिनेसको बस छुट्न करिब 40 मिनट जति बाँकी थियो।
त्यो समयको उपयोग गरेर हामी रेस्टुरेन्टतर्फ लाग्यौँ। रेस्टुरेन्टमा केही खाइसकेपछि हामी 5:50 को बस चढेर हाम्रो नेक्स्ट डेस्टिनेसनमा पुग्यौँ। करिब 2 घन्टाको यात्रापछि हामी सिनेस पुग्यौँ। सिनेस पुगेर अझै 20 मिनट जति वेट गऱ्यौँ। 20 मिनट वेट गरेर हाम्रो लागि एउटा कार आयो। कारले हाम्रो लास्ट डेस्टिनेसन अल्मोग्रेभतर्फ लग्यो। अल्मोग्रेभ पुग्न लगभग 40 मिनट जति लाग्यो। साँझ झपक्क परिसकेको थियो र हामी पनि बेलुकाको करिब 9:30 बजे अल्मोग्रेभ पुग्यौँ। यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र थ्याङ्क्स फर वाचिङ।